Hello everyone, good morning. आज चाहिँ नेक्स्ट डे हो है. हिजो चाहिँ हामी खाङसार आएर बसेको थियो. आज चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ. आज चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ तिलिचोको लागि. बाहिरको भ्यू कस्तो छ म देखाउँछु तपाईँहरूलाई. अब सुतेर उठ्यो. ओए क्या है ये? बवाल से तो यही सारी ऐसी के बवाल देखिरहेको छ. Zero five to that. Wow. Bawal. अब चाहिँ हामी एकछिन बसेर अनि हाम्रो ट्रेक सुरु गर्नुपर्ने हुन्छ. जति हेरे पनि चित्तै बुझ्दैन त बा. तर हिजो चाहिँ डेन्जर जाडो भएको थियो. आज त्यति जाडो छैन. घाम पनि लागिरहेको त मासतिर. ल अहिले एकछिन खाजासाजा खाने बेला यसो भेटौँ न है. के हुन्छ म देखाइहाल्छु नि. कस्तो घाम लाग्यो. हिजो चाहिँ हामी यो बाटो हुँदै आइरहेको थियौँ. मासतिर त पुरा टाढै टाढा रहेछ. घाम चाहिँ मस्तो लागिरहेको छ है. ए हो हिजो यहाँ बाइकमा चढिरहेको. कति देखाउने हो कति देखाउने. बवाल छ. जति देखायो चित्तै बुझ्दैन. चित्त हुन्छ क्या हो. खाङसार यहाँबाट चाहिँ मस्तै यस्तो घाम लागिरहेछ. ल अब के हो काकाहरू यस्तो छ तलतिर पुरै. के फल्छ होला हौ यहाँ त. केही फल्दैन. त्यही हो अब टक्क लाएर चिया खानुपर्ने हुन्छ. तल पुल रहेछ. यही हो हिमाल. मनाङ भन्थ्यो है. यहीँ छ. यहाँ छ हिमाल अगाडि म पछाडि. मजा आइरहेछ. घाम तापेर बस्दाखेरि. ल त्यही हो आज हामी तिलिचोको लागि हिँड्छौँ. तिलिचोमा बेस क्याम्पसम्म पुग्छौँ.
4-5 घन्टाको बाटो छ भने छ। अब भर्खर अहिले 7 बज्यो। अब एकछिनतिर खाजा खाएर अनि निस्किनु पर्ला। हामी बस्यो होटल चाहिँ यहीँ अब माथिकै हो यो। जति देखाउनु जति देखायो भने चाहिँ त्यही बुझ्दैन। के गर्नु त। ल अब चाहिँ एकछिन हामी चिया खान्छौँ। भात चाहिँ त्यत्तिकै छिराउँदो रहेछ हौ। ल मजाले घाम तापेर म चाहिँ बसिरहेको छु। कागहरू सुतिरहनु आइयो रातिको। यही हो, अरू त के भन्नु। ल हाम्रो चाहिँ खाजा आइसकेको छ है, च्याट्ट लाएर। कहाँ गयो अघि त आउँदै भन्दै थियो त। अब सट्ट खाजा हान्नुपर्छ। त जाँड जस्तो छ त। ल अब चाहिँ खाजा साजा खाएर ट्रेक हाल्नुपर्छ। यो त यता चाहिँ खोल्ने होला। ल अब चाहिँ ट्रेकिङको लागि हामी रेडी है। अब चाहिँ लाग्यो ढाक्क लाएरै। ल अब चाहिँ हामी 2 दिनको यात्रा सुरु। भाडामा स्टिक लिँदैछन् काकाहरू। टक्क लाएर हामीले चाहिँ काठमाडौँबाट ल्याएको थियो। टोपी लाउनु न काका यार, लाउनु न एकचोटि, लाउनु न। हामी चाहिँ कट्टुमा आज। ल अब एकछिन अन द वेमा हामी। ल हाम्रो चाहिँ ट्रेक सुरु भयो है। अब खाङसारबाट सिधै हामी बेस क्याम्प हो। गोराहरू हेलो Thank you so much. Have a nice day. मलाई पनि देऊ न। मलाई त दिएन त्यो। कालोहरूलाई दियो क्या। मलाई कालो घर नदिनु। एउटा छ। यो चक्लेटी खाएको होइन एउटा खैरेले अर्को खैरेले। एउटा खैरेले अर्को खैरेले मात्रै हेरेको हो कि। अब यहाँ तलतिर हो कि मासतिर हो, दुईटा दोबाना आयो। ल यस्तोको मुनिबाट हामी हिँड्दैछौँ अहिले। हिमालको मुनिबाट। ल मेरो बनाउनु न त्यहाँ छोटो मिठो। ल एकदम च्वाक। चस्मा कहिले नलाग्यो यार काका, औडा देखिरह। अगाडि गदा हिँडिरहेको छ, गदा। ल हामी चाहिँ हिँड्दैछौँ। आज चाहिँ कठिनाइ यात्रा सुरु भइसक्यो। अब यस्तो हिमालको चुचुरामा गएर देखाउँछु तपाईँहरूलाई म के हुन्छ। चस्मा चाहिँ कस्तो देखेछ भन्दिनँ है, तर औडा देखिरह होला। ल हामी चाहिँ अन द वे नै छौँ है। अन द वे नै। आहा कति मजा आइरहेछ। घुम्नु पर्छ केटा हो, देख्यौ मात्रै राखेर हुन्छ। घुम्नु पर्यो नि यसरी। खालि रुममै बसिया छ, मोबाइल चलाछ, त्यसरी हुँदैन। घुम्नु पर्छ यसरी। मरि लानु के छ?
ल हेर ल यस्तो यस्तो चिक्ने यस्तो ठाउँमा आउनु पर्यो नि पैसा जम्मा मात्रै गरेर हुँदैन के त्यत खाली पैसा जम्मा गर्यो हुँदैन त्यसरी घुम्नु पर्यो नि घुम्नु परेन अनि यस्तो डान्स त्यत्तिकै आउँछ ल है ल हामी चाहिँ अब टक्क लाएर सिटी खोला यहाँ यता कतातिर आइपुगेछौँ हामी यहाँ आयो अब आज हामी यहाँ आइपुगिसक्यौँ यहाँ आइसक्यौँ हामी ल देख्यौ ल फाइनली हामी चाहिँ त्यत्रो डेन्जर जोनहरू पास गरेर फाइनली तिलीचो बेस क्याम्प आएको छौँ आज चाहिँ यहीँ बस्छौँ ठ्याक्कै हामी चाहिँ 3:30 बजीतिर आइपुगेछौँ डेन्जर जोनहरू पास गरेर आयो अब भोलिको लागि हाम्रो तिलीचो हुन्छ ट्रेक सिधै आज बेस क्याम्पको सम्म थियो अब बेस क्याम्प पनि आइपुग्यो अब बेस क्याम्प बस्छौँ आज बेस क्याम्प बसेर भोलि चाहिँ बिहानै निस्किनुपर्छ तिलीचोको लागि नभए यस्तो हावा चल्दो रहेछ नि ल अब तिलीचो आइपुग्यो अब फ्रेस भएर बस्छौँ खाजासाजा पनि खाएको छैन अब खाजासाजा खान्छौँ अब फ्रेस भएर बस्छौँ ल ड्याम और अगर तुम लोगों को ये वीडियो पसंद आई तो यार लाइक मार दो और नहीं आई तब भी लाइक मार दो क्योंकि फर्क नहीं पड़ता सही बता रहा हूँ फर्क नहीं पड़ता बस लाइक मार दो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर कुछ भी फेंक के मारो ये माइक फेंक के मारो ये कैमरा फेंक के मारो मैंने उल्टा बोल दिया लेकिन मुझे फर्क नहीं पड़ता है बस सब्सक्राइब करो मुझे नहीं पता